हामी चाहिँ अब फोक्सोन्दो तालको ट्रिप आज सुरु भइसक्यो। हामी घरबाट भर्खरै हिँड्यौँ। सुरु हुँदैछ अब बाटोमा गलेर लेक लाग्यो। जे पनि हुन सक्छ साथीहरु। मोबाइल फोनै उठाउनु पावर बैंक ल्याएर अगाडि हिँड्दै हुनुहुन्छ। हामी चाहिँ 4 जना यहाँ पछाडि। हामीले चाहिँ सरलाई रिसिभ गर्नको लागि जुफाल गइरहेका थियौँ। जुफालबाट सरलाई रिसिभ गरेर ल्यायौँ। अब हामी सुलीघाट पुगिसक्यौँ। हामी गाडीबाट झरेर सुलीघाट पुल क्रस गर्दैछौँ। यो चाहिँ सुलीघाटको वारीबाट पारी जाने पुल हो। यो चाहिँ सुलीघाट ब्यारेक जाने पुल हो। भीम पुल रहेछ यो पुलको नाम चाहिँ। यो चाहिँ एउटा खोला सुलीघाट झरनाबाट आएको खोला हो। पानीको पनि एउटा ट्याङ्की हो। यो चाहिँ सुलीघाट ब्यारेक आर्मी ब्यारेक हो। हामी यहाँबाट अगाडि जान्छौँ। हाम्रो चाहिँ पैदल यात्रा चाहिँ यहीँ सुलीघाटबाट सुरु हुन्छ। सर पछाडि आउँदै हुनुहुन्छ। सरलाई चाहिँ अलिक गाह्रो भइरहेको थियो हिँड्न। हामी चाहिँ अलिअलि हिँडिरहेको थियौँ। अब हेरौँ भर्खरै स्टार्ट भइरहेको छ हिँड्न। लेट्स सी कस्तो हुन्छ हिँडाइ। हामी चाहिँ एकदमै फ्यामिली ट्रिपमा गइरहेका थियौँ। फोक्सोन्दो ताल एकदमै रमाइलो बाटो रमाइलो गर्दै उहाँ दिदी बहिनीहरूले कस्तो गर्दैछन्। यहाँ मेरो चाहिँ भिडियो बनाइदिने मान्छे नभए मैले आफै बनाइरहेको थिएँ। सुन्दरताले परिपूर्ण यो बाटो रमणीय ठाउँ फोक्सोन्दो राष्ट्रिय निकुञ्जको बाटो हुँदै हामी फोक्सोन्दो ताल अगाडि बढिरहेका थियौँ। बिचबिचमा बोर्डहरू थियो। बोर्डहरू पनि हेर्दै खोलाको छेउछेउको बाटो गफ गर्दै भिडियोहरू बनाउँदै हामी गएका थियौँ। एकदमै रमाइलो यात्रा थियो हाम्रो चाहिँ। हामी चाहिँ एउटै घरको सबैजना फ्यामिली थियौँ। त्यही भएर पनि एकदमै धेरै रमाइलो यात्रा थियो। बाटोमा यस्तो बाटो थियो। यहाँसम्म चाहिँ बाइक पनि आउँथ्यो। हामीलाई त्यहाँ बोर्डहरूबाट फोटो खिचेको थियौँ। यहाँदेखि पछाडि भयो। गाह्रो छ दिनमा जाने। अब 5 दिन हिँड्ने भनेर हिँडेको 5 दिनमा थाकिसक्यो। यो चाहिँ टिकट काउन्टर हो। टिकट काउन्टरमा चाहिँ हामीले टिकट काट्नु पर्ने थियो। किनभने राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दाखेरि टिकट लिनुपर्छ। कतिजना प्रवेश गर्यो, कहाँबाट आन्तरिक पर्यटक हो कि बाह्य पर्यटक हो भनेर चाहिँ यहाँ सबै थाहा हुनुपर्छ। यो बोर्डमा चाहिँ राष्ट्रिय निकुञ्जको बारेमा लेखेको थियो धेरै कुराहरू। मैले चाहिँ सरस्वती पढ्यौँ हामीले। अनि यो चाहिँ भिडियो पनि बनाएको हजुरहरूलाई पनि थाहा होस् भनेर। अब कुन कुन बाटो हुँदै जाने कसरी जाने भनेर चाहिँ त्यो देखाएको वेहरू थियो। हामी चाहिँ सुलीघाट झरनाबाट जुन तालको पानी बगिरहेको थियो त्यही तालको पानी बगिरहेको खोलाको छेउछेउको बाटो हिँडेर गइरहेका छौँ। धेरै अप्ठ्यारो पनि छैन बाटो। एकदमै धेरै सजिलो पनि छैन तर एकदमै राम्रो बाटो छ। होस् धेरै उकालो पनि छैन। अलिअलि गर्दै हिँड्दै गइरहेका थियौँ। यस्तो एक ठाउँमा चाहिँ अलिक गाह्रो बाटो रहेछ। हामी चाहिँ अलि डराइ हिँडिरहेका थियौँ। छेउछेउमा तल खोला माथि भिड थियो। बिचमा चाहिँ सानो गोरेटो बाटो थियो। गोरेटो बाटोमा चाहिँ हामीलाई अलिअलि डर त लागिरहेको थियो तर पनि त्यो ताल पुग्ने एक्साइटमेन्टले गर्दाखेरि थकाइ जे थियो नि त्यो सब बिर्सेर हामी एकदमै साहसी हिम्मत गरेर हिँडिरहेका। यो भिडमा चाहिँ हिँडेर अलि स्याङ गरिरहेको थियौँ। यता चाहिँ अब डोल्पाको मेन यातायातको साधन भनेको यो खच्चरले चाहिँ सामान बोकेर ल्याइरहेको छ अब डोल्पा लिनको लागि। यो चाहिँ काठको फुल छ, धत्रो फुलेको छ। काठको फुलमा हामी हिँडिरहेको दिदी र बहिनी हिँडिरहेका छन्। मैले चाहिँ भिडियो बनाइदिएको। एकदमै राम्रो के त्यो सोच्न पनि सकिन्न। यति राम्रो यति पोजिटिभ भाइब्स आउने एकदमै आनन्द पिस। त्यो जति मैले यहाँ भनेको छु जति यहाँ भिडियोमा देखेको छ त्योभन्दा बेग्लै किसिमको आनन्द आइरहेको थियो हामीले बाटोमा हिँड्दा पनि। सायद यो मेरो पहिलो यात्रा होला। म त्यो हिँड्दाखेरि यति धेरै पोजिटिभ भाइब्स आएर म घुमेको भनेको एकदमै आनन्दको ठाउँ चाहिँ यही थियो। एकदमै धेरै आनन्द आएको थियो। त्यही भएर चाहिँ हामीले अब बाटोमा हामीलाई भोक पनि लाग्यो। हामीले चाहिँ घरबाट रोटी आलु ल्याएर आएको थियौँ नुन खोर्सानी त्यही खायौँ। एकछिन भोक लागेको थियो। हेर्नु न ताल यो पानी देख्दा यति निलो थियो नि यो पानी। तर यहाँ चाहिँ भिडियोमा यस्तो देखेको छ बिचबिचमा सानो झरनाहरू हेर्दै यहाँ सिस्नो पनि छ सबै चिजहरू फुल हरियाली हेर्दै हामीहरू अगाडि गएका थियौँ। यहाँ सुनदेवी थकित भइसकेको थिए। सरे पनि थकेकी थिए। साना नेउपाने पनि थकित हुनुहुन्छ। म पनि एकदमै थाकेको थिएँ। हाम्रो स्याङ गर्दै हामी अगाडि आएको थियौँ। सर र अङ्कल त झन् अङ्कल त थाक्नु भएको थिएन। सर चाहिँ बिस्तारै हिँड्नुहुन्थ्यो। त्यही हामी चाहिँ पुरै थाकेर लत परिसक्यौँ। यो अवस्था के अवस्थामा आएको हो यो सकिँदैन गाइस। हामी
चाहिँ बीचबीचमा रेस्ट गर्दै थकाइ मेट्दै गएको थियौँ। बीचबीचमा यस्तो राम्रो भ्यू छ, एकदमै राम्रो भ्यू कि एकदमै राम्रो भ्यू, एकदमै आनन्द आउने। हामी चाहिँ पहिलो दिन यो छेप्का भन्ने ठाउँमा गयौँ। छेप्का भन्ने ठाउँको सुनिता होटेलमा चाहिँ हामीले खाना खायौँ। पहिला नै फोन गरेर खानाको लागि अर्डर दिइसकेका थियौँ। खाना खाएर हामी फेरि अगाडि बढिसक्यौँ। खाना खानको लागि यहाँ दिदीकोमा कुदिरहेका छौँ। दिदीले एकदम मिठो खाना बनाउनुहुन्छ जस्तो छ। हाम्रो चाहिँ अङ्कलले चिनाचानी भएको भएर सुनिता होटेलको दिदीले चाहिँ एकछिन चिया पनि खुवाउनु भयो। पहिला सलाद हेर्नु त, स्याउको सलाद, गाजर, यति मिठो खाना थियो नि, यति टेस्टी खाना थियो नि। त्यति टाढा है माथि यस्तो राम्रो अर्ग्यानिक खाना खान पाउँदा एकदम खुसी लागेको थियो। हामी खाना खाएर अगाडि बढ्यौँ। बाटोमा एकदमै मनमोहक दृश्यहरू थियो। काग्नी, अब हामी चाहिँ यो काग्नीको बोर्ड देखाइरहेको छ, त्यहाँबाट सिधै काग्नी पुग्नेछौँ। काग्नीको लागि हामीले बाटो अगाडि हिँड्नुपर्छ। अलि छेप्काबाट काग्नी पुग्दा चाहिँ अलि डिस्टेन्स नै थियो, अनि त्यही भएर हामीलाई अलि एकदमै गाह्रो पनि भयो बाटोमा। तर यो दृश्यहरू हेर्दा रमाइलो लागेको थियो। यति निलो पानी हेर्नु त, यति निलो छ नि पानी, तर यो भिडियोमा त्यस्तो निलो देखेको छैन क्या, एकदमै धेरै निलो छ यो पानी। बाटोमा हिँडिरहेका छौँ। फुल हेर्नु त, वाउ, यस्तो राम्रो राम्रो फुल फुलेको। हामी चाहिँ झुलेङ्गे पुल बिचबिचमा बाटोमा झुलेङ्गे पुलहरू, काठको पुलहरू तर्दै जान्छौँ यो डाँडा पाखामा हेर्दै बाटोहरू। हामी चाहिँ यो पुग्यौँ कार्की दाईको टी हाउसमा। एकछिन त्यहीँ बसेर स्याउ खायौँ, उखाड खायौँ, पानी खाएर अनि फेरि त्यहाँबाट पनि अगाडि बढ्छौँ। बल्ल बल्ल जेलस भन्ने ठाउँमा पुग्यौँ। अब एकदमै धेरै हिँड्न पर्ने छ, एकदमै गाह्रो छ। सरू ढुङ्गामा लेखिरहेको छ भोटे भाषामा, तर हामीले बुझेनौँ। त्यही पनि मलाई चाहिँ राम्रो आयो भिडियो बनाउँदैन। ढुङ्गामा कस्तो पलाएको कि कस्तो राम्रो देखेको थियो। वाउ, काठको फुल, कस्तो आनन्द लाग्ने भ्यू छ। काठको फुल हामीले तर्दैछौँ। काठको फुल तरेर अगाडि बढ्यौँ। अगाडि पनि त्यहाँ टी हाउस छ एउटा। बाटोमा टी हाउसहरू, एकदमै बस्ने ठाउँ, पानी खाने ठाउँ, आनन्दको छ कि। पानी पनि आनन्दले बाटोमा पाइन्छ, खाजा नास्ता खान पाइन्छ। हामीले चाहिँ यो खानाको खाँदै पनि गइरहेका थियौँ, किनभने भोक लाग्छ नि त। घर बस्दा भोक लाग्दैन थियो, हिँड्दाखेरि एकदमै धेरै भोक लाग्छ। खाँदै हिँड्दै गर्नुपर्छ नि त। हेर्नु त, अब चाहिँ हामी फोक्सोन्डोको लागि पदयात्रा भनेर लेखेको छ। फोक्सोन्डो गाउँपालिका प्रवेश गरेका छौँ। राष्ट्रिय निकुञ्जभित्रै छौँ। राष्ट्रिय निकुञ्ज विभिन्न किसिमका चराचुरुङ्गी, जङ्गली जनावरहरू धेरै थिए, तर मैले चाहिँ मेरो मोबाइल फोनमा चाहिँ क्याप्चर गर्न सकिनँ। जनावरहरू हामीले देखेका चाहिँ थियौँ, तर हाम्रो एकदमै दुर्लभ पक्षीहरू पाउँछ। यो फोक्सोन्डो राष्ट्रिय निकुञ्ज चाहिँ नेपालकै सबैभन्दा ठुलो क्षेत्रफल भएको राष्ट्रिय निकुञ्जमा पनि पर्छ। फोक्सोन्डो राष्ट्रिय निकुञ्ज एकदमै राम्रो पनि छ। कस्तो भइरहेछ फर्स्ट डे आज? रमाइलो लागिरहेछ सरू हो? इसाना नेउपाने डाक्टर साहब, हजुरलाई कस्तो लाग्यो फर्स्ट डेको ट्रिप? धेरै राम्रो लाग्यो। बहिनीहरूले चाहिँ उही हो भनेर डाँडा देखाउनु भयो। मलाई त सब बोसो जनालाई थकै लागिसक्यो, मलाई पनि एकदम थकै लागेको छ। हामीहरूको सबैको यो लङ रुटको ट्रिप चाहिँ फर्स्ट नै हो है सबैजनाको। छेप्का भन्ने ठाउँ पुग्यौँ। यहाँ होटेलमा बस्यौँ। आज चाहिँ हाम्रो फर्स्ट डेको ट्रिप चाहिँ यहाँ छेप्कामै बस्ने भन्ने प्लान भयो। सबैको हालत यस्तो छ। यस्तो छ हाम्रो हालत चाहिँ। अब आज यहाँ बस्छौँ, भोलि बिहान उठेर जाने हो। एकदमै खुट्टा दुखिरहेको छ। हामी चाहिँ यहाँ छेप्कामा भोटे चिया खाइरहेको छौँ। सरिताको अवस्था यस्तो छ।
हामी चाहिँ आज डे 2 मा अनि 5:58 छिप्काबाट अगाडि बढ्दैछौँ। अँध्यारो छ एकदम, त्यो सबैजना कालो आइरहेको छ। ल गाइस बिचबाट भेट्दै गरौँ। यो चाहिँ छेप्का हो। हामी छेप्काबाट डे 2 अगाडि बढ्दैछौँ। यहाँ धेरै मान्छेहरू पनि हुनुहुन्थ्यो, आउँदै हुनुहुन्थ्यो। हामी चाहिँ अब छेप्काबाट बिहानै उठेर हिँड्यौँ, किनभने हाम्रो डे 1 भन्दा डे 2 को हिँडाइ एकदम धेरै हुनेवाला थियो। किनभने डे 1 हामी एकदमै थोरै हिँडेका थियौँ। चाहिँ डे 1 मा सुली गाडीबाट काखी लिएर खाना खाएर काखीबाट छेप्कासम्म 4 घन्टा हिँडेर बसेका थियौँ। त्यही भएर हामीलाई डे 2 मा नै धेरै हिँड्नु थियो, किनभने हामी डे 2 मा फोक्सोङ कारमै गएर बस्ने प्लान थियो हाम्रो। त्यो प्लान मिट गर्नको लागि त हामी हिँड्नै पर्ने थियो धेरै। हामीलाई चाहिँ एकदमै थकै लागिरहेको थियो, किनभने अलिअलि उकालो बाटो थियो, ओह्रालो झर्नु पर्ने थियो। जुत्ताले खुट्टाहरू पनि दुखाइरहेको थियो, गाह्रो थियो हामीलाई। सास मात्रै सुनिदिन्छ, अरू केही छैन। स्या भएर के गर्नु आछ, तर अलिक कम स्या भएको छ र एकदमै गाह्रो भइरहेको छ हामीलाई। तर हामी जसरी भए पनि पुग्ने छौँ। अब जसरी भए पनि फोक्सोङ त ताल पुगेरै छाड्ने भनेर गन्तव्य पुगेर हिँडिसक्यौँ। बाटो यस्तो छ। तर होला अवस्था गाह्रो छ बाटो। यस्तो भिरको बाटो छ, ट्रेन आउन सजिलो छैन नि। यो चाहिँ भ्यू कस्तो राम्रो देखेको थियो कि यताबाट उता हिमाल अनि डाँडाकाँडा अनि तल चाहिँ खोला। यहाँ चाहिँ कस्तो अप्ठ्यारो रहेछ कि पहिला, अहिले चाहिँ राम्रो बाटो बनाएको रहेछ। कस्तो सेफ रहेछ कि यो बाटो चाहिँ, किनभने छेउमा तल एकदमै अप्ठ्यारो भिर, यता पनि भिरको बिचमा चाहिँ एउटा सानो गोरेटो बाटो खनेको रहेछ। त्यही पनि यतातिर वाल टाइपको लगाएर सेफ नै रहेछ। तल त्यत्रो खोला थियो, यताहरू हिमालहरू। अब चाहिँ यस्तो तारहरू हालेको छ खोलामा, यस्तो हालेको छ किनभने खोला यतैसम्म आउँछ नि त, त्यहाँ त बाटो थिएन। त्यही भएर पानी पनि यता नआओस् भनेर चाहिँ त्यस्तो बाटो बनाएको। फेरि अलिअलि उकालो सुरु भयो, अलिअलि अप्ठ्यारो ढुङ्गा चाहिँ अलि धेरै रहेछ, किनभने पानी नपरेको भए बालुवाले गर्दाखेरि हुन्थ्यो, पानी परेको भएर। हामी चाहिँ अब अहिले चाहिँ ढ्याचीबाट अलिकति अगाडि बढिसक्यौँ। राम्रो छ एकदमै भ्यू। अब उकालो हिँडे पनि स्यासे गरेर, तर अलि अगाडि गएर यो भ्यू सिनहरू देख्दै यो हिँडेको नै बिर्सिन्छ। अहिलेसम्म त आज सेकेन्ड डेको 9 बजेसम्मको ट्रिप एकदमै रमाइलो भइरहेको छ हाम्रो, सजिलो पनि भइरहेछ। भिडियोहरू चाहिँ अगाडि राम्रो छ, त्यही छ। फेरि अलिकति भोक लागे जस्तो भएर खाजा खानको लागि रोकेका थियौँ। एकछिन केही थोरै खानेकुराहरू खान्छौँ, त्यसपछि फेरि अगाडि बढ्छौँ हिँड्न। अब एकछिन 5-10 मिनट रेस्ट गर्ने, अनि फेरि 15-20 मिनट हिँड्ने, फेरि 5-10 मिनट रेस्ट, 15-20 मिनट हिँड्ने, यस्तो गरिरहेको थियौँ। किनभने धेरै एकैचोटि कन्टिन्यू हिँडिराख्दाखेरि अलि बढी थकाइ लाग्छ नि त। त्यही भएर एकछिन रेस्ट गर्दै एकछिन बस्दै हिँड्यो भने चाहिँ अलि सहज हुन्छ भनेर हामी चाहिँ अलिअलि हिँड्ने अलिअलि बस्ने गरिरहेका थियौँ। अहिले छेप्काको सम्झना होटलमा आइपुग्यौँ। अब हामी बिहानको खाना खान्छौँ यहाँबाट। अब लगभग 4 घन्टा हिँड्यो भने ताल पुग्छौँ। अब सबैजनाले हेर्नु होला, पुष्पानी उपानी पुगिसक्यो पुग्छौँ त लगभग। यो चाहिँ अप्पर डोल्पाको सबैभन्दा राम्रो स्कुल तापरिजा बोर्डिङ स्कुल हो। यो चाहिँ सरकारी स्कुल हो। यो
अनि यो स्कुल चाहिँ एकदमै राम्रो, डोल्पाको सबैभन्दा राम्रो पढाइ हुने र टप स्कुल हो यो चाहिँ। हामी एकछिनमा हाम्रो एउटा दिदी, फुपूको छोरी दिदी यो स्कुलमा टिचर हुनुहुन्छ, त्यही भएर हामी एकछिन दिदीलाई पनि भेटेर जाने भनेर गएका थियौँ। स्याउ पनि थियो, खायौँ। अब त्यहाँबाट हामी अगाडि बढिसक्यौँ त्यो स्कुलबाट पनि। अब मेन त्यो स्कुलबाट चाहिँ हाम्रो अलिअलि तेस्रो हिँडिसकेपछि उकालो बाटो सुरु हुन्छ, किनभने अब मेन भनेको त तालमा जानलाई हाइटमा जानुपर्छ। हाइटमा जानको लागि अलि अगाडि हामी चाहिँ उकालो बाटो हिँड्नुपर्छ। डाँडाहरू एकदमै राम्रो। अब चाहिँ सुक्खा सुरु भयो, किनभने तल अलि हरियाली थियो, अब माथि अलि चिसो हुन्छ, त्यही भएर चाहिँ माथि सास फेर्न सकिन्छ। एकदमै गाह्रो छ। भीमसेनले एक बक्सेन हानेर दुलो पारेको यही हो। यो दुलो पारिसकेपछि उतापट्टि ताल भएर निस्केर फुटेको देख्दा यस्तो छ। भीमसेनले दुलो हानेको, बक्सेन हानेर बनाएको दुलो हो यो चाहिँ। यो डाँडापुरी यो रेन्ज छ नि, यो रेन्जपुरी चाहिँ फुक्सुन्दो लेक छ। यो हामीले यो उकालो अझै काट्नुपर्ने छ। यो उकालो काटेर त्यो डाँडाबाट फेरि तल झऱ्यौँ भने बल्ल फुक्सुन्दो लेक आउँछ कि भन्ने हामीले सोचिरहेका छौँ। तर एकदमै धेरै थप लगाइसक्यो। एउटा उकालो काट्यो, अब एउटा मेन उकाला बाँकी रहेछ। अवस्था गम्भीर छ। लिपस्टिक लाउँछन्। अब यो डाँडामा फुक्सुन्दो ताल छ यहाँ। आकाशमा पुगेको महसुस आकाशमा पुगेको महसुस भइरहेको छ। चढा जस्तो उडेको महसुस भइरहेको छ हामीलाई। अब साथीहरू अब के गर्नु छ र त, यति धेरै प्राकृतिक दृश्यहरू छन्, मनोरम दृश्यहरू छन्, मनमोहक दृश्यहरू छन्। योभन्दा यो थकान कसरी मेटाउने गाइज भनिदिनु पर्यो मलाई। यस्ता गाह्रा ठाउँमा के यस्ता ताल हुँदा नेचरले पनि कस्तो बनाएको छ। पहाडमा पानी बगिरहेछ है, तालको पानी निस्किसक्यो। यति धेरै हिँडिसकेपछि बल्ल सुलीगार झर्ना देखियो। यो चाहिँ एकदमै अग्लो स्थानबाट बग्ने झर्ना हो। यो खासै हामीले टाढाबाट भिडियो बनाएको हो नि त, अनि नजिक त बाटो थिएन त्यहाँ त झर्नामा जानलाई, टाढाबाट बनाएको भएर चाहिँ कस्तो देखेको छ र एकदमै राम्रो छ कि झर्ना, एकदमै खतरा छ कि लाइफमा देखेको थिएन। सुलीगार झर्ना देखिसकेपछि मनमा एक किसिमको छुट्टै आनन्द, पोजिटिभ भाइब्स आइरहेको छ। अब ताल त पुग्न नै बाँकी छ झनै। गाह्रो छ अवस्था हिँड्न। अब चाहिँ हामी झर्ना हेर्दै झर्नाको आनन्द लिँदै अगाडि पनि बढिरह्यौँ। अब चाहिँ अलिअलि सेतो हिउँ परेको हिमालहरू पनि देखिन थालेको छ। हामी चाहिँ अलि अगाडि बढिसक्यौँ झर्नाबाट। अब चाहिँ हामी तालको एकदमै नजिक छौँ। अब यहाँ दिदीहरू अगाडि हिँडिरहनु छ, म चाहिँ भिडियो बनाउँछु। अब चाहिँ जङ्गल सुरु छ। जङ्गलको बाटोमा हामी तेस्रो बाटो हिँड्दै गएका छौँ, किनभने हामीले दुईवटा उकालो त काटिसक्यौँ। अब चाहिँ हेर्नु न, हिमालहरू हिउँ परेको हिमालहरू पनि नजिक आउँदैछ, नजिक देखिँदैछ। जङ्गलमा आनन्द लिँदै, अक्सिजन लिँदै हामी अगाडि बढेका छौँ। यो चाहिँ धेरै ठुलो जङ्गल पनि थिएन, तर सानो जङ्गल। चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, पखेरीमा घाँस काट्न जाने छैन भन्दैमा, मलाई नेपाली हैन भन्न कहाँ
त नेपालको माया गर्ने चेली छोरी मलाई म जस्तै माया चाहिन्छ मलाई म जस्तै माया चाहिन्छ मलाई चाहिँ गीत गाउन अलि राम्रो त आउँदैन थियो तै पनि म अलिअलि गीत गाएर आनन्द लिँदै अगाडि बढेको थिएँ अब उकालो यस्तो सास बन्द भएको हुन्छ नि त त्यो भएर सास नपुगे पनि आफ्नो आनन्दको लागि गीत गाएर अगाडि गएको थियौँ हामी हेर्नु त ढुङ्गामा के लेखेको छ गुम्बा भेट्यो अब चाहिँ हामी रिम्नो गाउँ पुग्न थालिसक्यौँ पुगिसक्यौँ फर्स्टमा जाने बित्तिकै चौरी गाईले हामीलाई स्वागत गरेको छ अब चाहिँ हामी वेट गर्न नसकेर एकछिन ताल पुगेर मात्रै हामी बस्ने होटेलमा आउने भनेर चाहिँ हामी तालको लागि गइसक्यौँ अगाडि घोडाहरू देखेको थियौँ त्यहाँ गाउँ हेर्नु त रिम्नो गाउँ कति राम्रो छ घोडाहरू छ वाउ ताल यो ताल देख्ने बेला यति यस्तो भएको थियो नि मेरो त आँखाबाट आँसु नै झरेको थियो त्यो त भन्न पनि सक्दिनँ र मैले कस्तो फिल गरेँ भनेर तपाईँहरूलाई सुनाउन र देखाउन पनि सक्दिनँ तर एकदमै धेरै आनन्द महसुस भएको थियो यो ताल हामी साँझपख लगभग 6 बजे यो तालमा पुगेका थियौँ एकछिन त्यहीँ 5-10 मिनट बसेर आनन्द लग्यौँ ताललाई हेऱ्यौँ मनमा छुट्टै किसिमको आनन्द भएको थियो त्यसपछि हामी चाहिँ 6 बजेर हामी चाहिँ 5:55 तालमा पुग्यौँ ताल यस्तो देखिएको छ अहिले चाहिँ अब हामीले बाँकी भ्यूहरू चाहिँ भोलि हेर्छौँ हामी चाहिँ भोलि बिहानै उठेर फेरि तालमा आउने बाचा गर्दै तालबाट छुट्टेर फेरि रिम्नो गाउँको एउटा होटेलमा हाम्रो जुन होटेलमा बस्ने भनेको थियौँ लामा होटेलमा त्यहाँ गयौँ हामी एकदमै सबैजना थकित थियौँ भेटमा पल्टिरहेका थियौँ यही आजको रात यही बिताउनेछौँ अब खाने एकछिन रेस्ट गर्नेछौँ चाहिँ हामी बसेको लामा होटेल हो पहिला चाहिँ हामी मात्रै थियौँ त्यसपछि चाहिँ एकदमै धेरै आउनुभएको थियो राति एकदमै धेरै मान्छेहरू पुग्नु भएको थियो रे तालमा घुम्नको लागि भोलि बिहान अर्ली मर्निङ तालमा यो काली माताको कस्तो भइरहेको छ त ताल देखेर सरेलाई कस्तो भइरहेको छ ओर्डलेस हुनाले अहिले चाहिँ बिहानमा चाहिँ पछि चाहिँ दाल कम लामो भन्नुहुन्छ हामी चाहिँ अब डे 3मा ताल पुगिसकेका छौँ अब अहिले चाहिँ हामी बिहानको 6:30 बजेको छ त्यही भएर घाम नलाग्दो भएर ताल हेरेर मात्रै बसिरहेको छौँ भिडियो फोटो खिचिरहेका छैनौँ अहिले अब एकछिनमा घाम लाग्छ घाम लागेपछि यो तालले 1000 कलर चेन्ज गर्छ त्यो सबै कलर पनि हेर्नेछौँ अनि फोटो भिडियोहरू पनि खिच्नेछौँ एकदमै राम्रो छ एकदमै राम्रो हेरेर दङ्ग परेर बसिरहेका छौँ हामीहरू एकदमै राम्रो ताल छ कसरी बन्यो होला भनेर सोचिरहेका छौँ ताल यो चाहिँ रिम्नो पोस्ट हाम्रो त्यहाँ बिचबिचमा बोर्डहरू थियो त्यो देखाएको चौरी गाई हेर्नु त अब जसले घामको किरण पर्न थालेको छ घामको किरण पर्यो भने ताल अलि राम्रो देखिन्छ हेर्नु त अब चाहिँ घाम लागिसक्यो एकदमै राम्रो हामी चाहिँ गुम्बातिर गइरहेका थियौँ अब हाम्रो क्यामेरा त्यति राम्रो नभएको भएर त्यस्तो राम्रो भिडियो चाहिँ आएको छैन तर एकदमै राम्रो हामी चाहिँ गुम्बातिर गएर घुमेर फोटोसोटो खिचेर यता फेरि यता ग्राउन्डमा आएर पनि फोटो भिडियो बनाइरहेछौँ यहाँ सबैजना थकित भएर बसिराख्नु भएको छ भिडियो फोटो खिचेर एकदमै रमाइलो भन्दा नि एकदमै आनन्द आइरहेको छ हाम्रो फोक्सोन्द तालको यात्रा 4 दिनको रह्यो र एकदमै स्मरणीय रमाइलो क्षण बितायौँ हामीले थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई